Angkatlah kan lumayan aku. Apa berkali sakit apa kata kau? Bisa kan ini. कसरी भन्नु भनेको डल्लो भन्नु कुल्ला डल्लो भएन डल्लो भयो सबै लाग्यो सालदुरी थाल्नुभयो यहाँ कि ठुल्दुरीले पनि यहाँ हैन भाइ आऊ उसको टुक्रो फुलक्षता राख्नु र त्यो दुनामा बस्नु दिदी तपाईँ सजिलो गरी बस्नु हो उसको टुक्रो राखेर फुलक्षता राखेर आह्वान गर्नु कर्म साक्ष दीप नारायण आइनमरि आह्वानम समर्पयामा कर्म साक्ष दीप नारायण आइनम आसनम समर्पयामा कर्म साक्ष दीप नारायण योभन्दा सानो टपरी चाहिन्छ त्यो भित्र दियो भित्रबाटै हुन्छ हरि ओम कर्म साक्ष दीप नारायण आइनम हरि ओम आह्वानम समर्पयामा कर्म साक्ष दीप नारायण आइनम आसनम समर्पयामा पञ्चपचास थालको पानी रातो सुरु यीबाट उचालेको थिएँ त भइहाल्छ नि हरि ओम आसनम पाद्यम अर्घ्यम आसनम पञ्चावृत देवता दिन्छ यो शुद्ध जल गङ्गा जल गन्ध अक्षता पत्र पुष्पाणि समर्पयामा सबैले हातमा पुष्प अक्षता बोकेर नमस्कार गर्नुहोस् ओम कर्म साक्ष दीप नारायण आइनम ओम आवाहनीय गच्छय पुष्पयाव पूजन करोमि हातमा बोक्नु भने चाहिँ फुल अक्षता अहिले फल त्यहाँ नचढाउनु न त्यो दुनामा पर दुनो राखेको छ अघि उता दिदी हो त्यहाँ फलफुल लगाउनुहोस् नाना नैवेद्यम सफल ताम्बलम प्रदक्षिण समर्पयामा हातमा पुष्प अक्षता बोकेर प्रार्थना गर्नुहोस् अब ओम दीप ज्योति परब्रह्म दीप ज्योति जनार्दन दीप मरतु मे तापम दीप ज्योति नमोस्तुते शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पदम सर्व विघ्न विनाशाय दीप ज्योति नमोस्तुते कर्म साक्षी दीप नारायणाय नमः हातको पुष्प पठाउँछ उतै दुनु छ नि त्यो दुनु यता दिनु उठाएर हातको फुल त्यहाँ एउटा दुनु भनेको थियो अघि एउटा यता उठ्नु न दिनु न यता उहाँलाई सबैको त्यहीमा लग गर्दै 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 उठाउनु तले चाहिँ यता ल्याएर अनि चलो हेर्नु तल गए तलको पाछा चलो काम सुरु गरौँ भने यहाँ हो जाने मैले भने सुन्नु भएन अनि ल अब अर्को अब 4-5वटा दुना राख्नु अब लाइन त्यसमा पुष्प अक्षता पुष्पको टुक्रो राख्नुहोस् तपाईँहरूले आफ्नो आमा कलशको पूजा गर्नु न कलशका फेदमा भुइँमा आफूले त्यहाँ तपाईँले त्यो दुनामा पूजा गर्नु हो
यस प्रतिबिम्बाय गुम्सी हरि ओम धान्य मसिति रेणु देवन प्रणयत धानको तपरिया पूजा गर्न मध्ये धान राहत तपरि मनि धान्य मसिति रेणु देवन प्रणयत व्यनयत दीर्घामनि प्रसिद्धि मायुख धान देवो वा सविता हिरण्य पान पछिले रामायणम पयोसी लोटा छोइदिनु अब तपाईहरुले लोटा छोडेर आदि विरा कला समय युक्त विष्णु नक्षत्र द्वारा पुनराविशताद्रै वर्ण हस्य काल गंगाजल लगाएर छोइदिए भइहाल्छ गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलसिंह सन्धिम कुरु ओम कलश वरुणाय नमः अब छोइराख्नुहोस् कलशस्य मुखे विष्णु कण्ठे दशमासिता मूले तस्य स्थितो ब्रह्मा मध्यमा त्रिगुणस्थिता सुक्षौतु सागरा सर्वे सप्तति वसुन्धरा ऋग्वेद यथा नवाङ्गैश्च सहिता सर्वे कलशसमासिता अत्र गायत्री सावित्री संस्कृतिमानस दुर्दक्षकारक गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलसिंह कलश वरुणाय नमः हातको पुष्प त्यही कलश छोडिदिनुहोस् अब पर दुनामा आह्वान गरेर पञ्चपचारले पूजा गर्नु त्यो पाँचवटै दुनामा आवाहनं समर्पयामः आसनं पाद्यं अर्घ्यं आचमनं राजमनं पञ्चामृतं शुद्धजल लगाउनु सबै त पाँचवटै दुनामा होइन एकै खेपकाले जम्मै खेप पुग्दैन हरि ओम आसनं पाद्यं अर्घ्यं आचमनं राजमनं पञ्चामृतं शुद्धजल गङ्गाजल मन्त्र चन्दन चढाउनु चन्दन छैन चन्दन लगाइदिनु चन्दन गङ्गा अक्षता भद्र पुष्पनि नैवेद्यं सफलताम्बरं दक्षिण धूपम दीपम यहाँ मैले धूप ल्याएको छ बाती पनि ल्याएको छ तर धुपौरो ल्याएको छ हरि ओम कलश वरुणाय नमः धूपम आग्रापयमा दिपम धूप दीपान्ते नैवेद्यन्ते सफलताम्बरं दक्षिणात्मा सबैले पुष्प अक्षता बोकेर कलश वरुण देवताको ध्यान गर्नुहोस् सबैजनाले ओम नमो नमस्ते स्फटिक प्रभाय श्वेताराय सुमङ्गलाय सुपाशस्ताय शासनाय जलादिनाथाय नमो नमस्ते अपाम पते वरुणाय सांगाय सायुधाय सशक्तिकाय सबानसहिताय कलश वरुण देवता सुप्रतिष्ठा वरदो भवन्तु आवयामि स्थापयामि पूजयामि नमस्करोमि अब हातका पुष्पहरू नै कलशमा अगाडि राखेको छ दुना यता पास गरिदिनु सबै दुनाले एउटा कलशमा त्यो एउटा कति चार पाँच खाने हो त्यहाँ राख्नु एउटा राख्नु तपाईँको अगाडि अरू दिन हेलो अरू उभिदिनु दिदी अब पर्दैन अघि दुनामा गरिसकेको छ सुति दुना यता पास गर्नु त यता त्यो दुना उठाएर एउटा एउटा मैले दिएको सानो चढाइदिनु भयो उयो एउटा कलशमा राख्नु छ मुलिया चलाएको भएर गर्दा भयो त गर्छ ऊ त नाचेर भाइरल हुने भयो राम्रै भनेर किन त्यो चाहिँ ठाउँ काटेन न पानी खान्छ आइस लड्छ बाबा नबोक न छोरो जतिको छोरो थुन्चे बोकिदिने कान्छीको छोरो भिक्षा माग्ने ल अब जस्तो लाग्यो हो पहिला सानो चाल पाउनु भएन पर्खिन्छौँ हामी यो ल्याएको पर्यो यहाँको
धुनेछ भन्ने छैन